नमस्कार। स्वतन्त्र नेपाल राष्ट्रिय अभियानतर्फबाट यहाँ सबैलाई हार्दिक अभिवादन। यस अभियानको खण्ड ग भ्रष्टाचार मुक्त राष्ट्रको परिकल्पना। त्यसमा दुईटा बुँदा छन्। यो बुँदा नम्बर 2 यस प्रकार छ। सबै नेपाली नागरिकलाई व्यक्तिगत वा व्यावसायिक रूपले राष्ट्रिय कर प्रणालीमा आबद्ध गराउँदै शून्य सहनशीलताको अवधारणा अनुसार नेपाल राष्ट्रलाई भ्रष्टाचार मुक्त राष्ट्रको अन्तर्राष्ट्रिय पहिचान बनाउने। सबैभन्दा ठुलो समस्या देशको के हो? भ्रष्टाचार। जब देश भ्रष्टाचार मुक्त हुन्छ तब देशले आफै विकासको गति दिन्छ। यसको लागि एउटै विकल्प के हो भने हामी सम्पूर्ण नेपालीको व्यक्तिगत होस् अथवा व्यावसायिक होस्, कोही कुनै व्यवसाय नगर्ने घरै बस्ती होस् अथवा कुनैको व्यवसाय होस्, सरकारी कर्मचारी होस् अथवा उद्योगपति होस्, हरेकको नेपालमा कर प्रणालीमा आबद्ध हुनु जरुरी छ, हुनैपर्छ। अहिले तपाईँले सुन्नुभयो होला, देख्नुभयो होला, प्यान कार्ड। कतिको प्यान कार्ड छ, कतिको छैन, हुनेको पनि त्यसको कुनै प्रयोगमा आएको छैन। प्रभावकारी रूपले त्यसलाई नेपाल सरकारले प्रयोगमा ल्याएको छैन। कुनै काम, विशेष काम गर्दाखेरि कहिलेकाहीँ ब्याङ्कमा कुनै अफिसमा प्यान कार्ड माग्छ, त्यो बाहेक अन्य ठाउँमा त्यो प्यान कार्ड कुनै जरुरत हुँदैन। तर नेपाललाई भ्रष्टाचार मुक्त गर्ने हो भने सम्पूर्ण नेपालीको सम्पत्ति विवरण नेपाल सरकारसँग हुनु जरुरी छ। हरेक नेपालीको कर प्रणालीमा दर्ता हुनुपर्छ, आबद्ध हुनुपर्छ। त्यो भनेको के हो भने एउटा उद्योग गर्ने व्यापारी होस्, उद्योगपति होस् अथवा नेपाली घरमा बसेर कुनै काम नगर्ने अथवा घरको अन्य परिवारको कमाइ खाएर बस्ने होस्, सबको कर प्रणालीमा दर्ता हुनुपर्छ। र उसको सम्पत्ति अहिले जुन बेला दर्ता हुन्छ त्यो बेलाको सम्पत्ति विवरण जे छ त्यसमा इनकेस कुनै सम्पत्ति थप भयो भने त्यो चल सम्पत्ति होस्, अचल सम्पत्ति होस्, ब्याङ्क ब्यालेन्स होस्, घर जग्गा होस्, गाडी होस्, कुनै पनि सम्पत्ति होस्, कुनै थप भयो भने त्यो थप कहाँबाट आयो त्यसको स्रोत खुलाउनु पर्यो। त्यो कुन कमाइबाट आयो, त्यसको कर तिरेको छ कि छैन त्यो हेर्नु पर्यो। यदि कर तिरेको छैन, स्रोत खुलेको छैन भने त्यो सम्पत्ति गलत बाटोबाट आयो भने प्रष्ट हुन्छ। यो एकदम गहन विषय हो। तर धेरैले यसलाई मन पराउनुहुन्न, किनभने आफ्नो व्यक्तिगत सम्पत्ति विवरण पेश गर्न चाहनुहुन्न। झन् राजनीति गर्ने नेताहरू, भ्रष्टाचार गर्ने मान्छेहरू नेपालमा थुप्रै छन्। उहाँहरूको लागि त यो एउटा डरलाग्दो यो एउटा चाहिँ नि बुँदा हो, यो एजेन्डा हो। उहाँले मान्नु नै हुन्न। तर हामी सबै नेपालीहरू अब एकदम जिम्मेवारी भएर यदि नेपाल राष्ट्रलाई भ्रष्टाचार मुक्त गर्ने हो भने सम्पूर्ण नेपालीको कर प्रणालीमा दर्ता आबद्ध हुनु पर्यो। हाम्रो सम्पत्तिको विवरण त्यहाँ हुनु पर्यो। कुनै पनि व्यक्तिको, जस्तै मेरो सम्पत्तिको विवरण त्यहाँ कर कार्यालयमा मेरो फाइल खोल्ने बित्तिकै यो मान्छेको ब्याङ्कमा यति पैसा छ, यो आर्थिक वर्षमा सम्पत्ति, गाडी अथवा घर जग्गा के छ, यति छ भन्ने सम्पूर्ण विवरण त्यहाँ हुनु पर्यो। र त्यसपछि अर्को वर्षमा कर तिर्न जाँदाखेरि करको विवरण अनलाइन बुझाउँदाखेरि यदि कुनै कुरा थप भएको छ, जग्गा थप भएको हुनसक्छ, ब्याङ्क ब्यालेन्स बढेको हुनसक्छ, जे सम्पत्ति चल होस् अचल होस्, यदि बढेको छ भने त्यो चल अचल सम्पत्ति आर्जन गर्न पैसा कहाँबाट आयो, त्यसको स्रोत खोल्नु पर्यो। त्यसको कमाइ कसरी भयो देखाउनु पर्यो। र त्यो कमाइको कर तिरेको रसिद हुनु पर्यो, कर तिरेको हुनु पर्यो। त्योभन्दा अन्यथा यदि कर प्रणालीमा देखिएको त्यो आफ्नो व्यक्तिगत जुन सम्पत्ति विवरण छ त्योभन्दा बाहेक यदि कोहीसँग सम्पत्ति देखियो भने त्यो सम्पत्ति गलत बाटोबाट आएको भने प्रष्ट हुन्छ। त्यो सम्पत्ति सरकारले जफत गर्छ र त्यही अनुसार उसलाई कारबाही अगाडि बढाउँछ। त्यसपछि
हामी नेपालीले गलत तरिकाबाट सम्पत्ति आर्जन गर्ने, त्यसबाट सम्पत्ति जोड्ने, त्यो गर्न आँट गर्न सक्दैनौँ। र अब अर्को कुरा, विदेशमा सम्पत्ति ब्याङ्क ब्यालेन्स राख्ने, विदेशमा सम्पत्ति राख्ने, स्विजरल्यान्डको ब्याङ्कमा जुन हल्ला छ नि, त्यो पनि नेपाल सरकारले कानुन यस्तो बनाउनुपर्छ कि नेपाल सरकार चाहे खण्डमा त्यसको विवरण माग्न सकोस् र नेपाललाई भ्रष्टाचार मुक्त देश हो भन्ने हिसाबले एउटा राष्ट्रको लागि मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा पहिचान बनाउन सकोस्। यो बुदाको मर्म यही हो। यहाँलाई कस्तो लाग्छ? सही लाए यस अभियानलाई साथ सहयोग गर्नुहोला, सुझाव भए सुझाव दिनुहोला। भ्रष्टाचार मुक्त नेपाल बनाउने यो जुन अभियान छ त्यसलाई तपाईँ सबैले गम्भीर भएर सहयोग गर्नुहोला। सबैको जय होस्। नमस्कार।